हेलो एभ्रिवान, गुड मर्निङ। आज फेरि बिहान उठेँ र जिम गएँ। बिहान त मेरो जिमै हुन्छ प्रायः जस्तो। मैले प्रायः जस्तो जिमको भिडियो बनाइनँ र जिमबाट निस्केर म घर फर्केँ। आज चाहिँ मेरो विकली अफ थियो र विकली अफमा मैले एउटै प्लानिङ गर्थेँ, विकमा एउटा त छुट्टी पाउँछ। आज चाहिँ हल्का जिमको केही ड्रेसहरू लिउँ भनेर डेकरल्यान्ड भनेर यहाँनिर छ एउटा राम्रो स्टोर। यहाँनिर प्रायः जस्तो स्पोर्टको चिजहरू मात्रै पाउँछ। त्यहाँनिर म गएँ। त्यहाँनिर जानुको कारण चाहिँ मेरो के थियो भनेपछि मेरो हाफ प्यान्ट थिएन, किनकि बेङ्गलोरमा यसपालि बहुतै गरम छ र वर्कआउट गर्दाखेरि मलाई हाफ प्यान्ट युज गर्नु मन लाग्छ र हेरेको केही मनले चाहेको जस्तो केही पनि पाइनँ। नपाउँदाले खोजेँ, मिनिमम म 45 मिनट जस्तो यहाँनिर हेरेँ, केही पाइनँ। त्यो चाहिँ टाइम वेस्ट। त्यसपछि हल्का त्यहाँबाट निस्केर फिनिक्स मल गएँ। फिनिक्स मलमा यसो हल्का फ्रेस हुनुको लागि। ल त साथीहरू, यति नै आजलाई, बाई।